क्रिपी टेल्समा स्वागत छ तपाईहरुलाई। यदि तपाईहरुसँग पनि यस्ता सत्य घटना भए हाम्रो फेसबुक पेज क्रिपी टेल्स नेपाल वा हाम्रो जीमेल creepytales21@gmail.com मा अवश्य लेखेर पठाउनुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। क्रिपी टेल्समा आज पनि केही डरलाग्दा सत्य घटना लिएर आएका छौं। आजको पहिलो सत्य घटना। नमस्ते क्रिपी टेल्स अनि नमस्ते सबैजनालाई। म अनुप घिसिङ, म बौद्धबाट। आज म जुन घटना भन्न जाँदैछु यो घटना म अनि एकजना साथीसँग घटेको सत्य घटना हो। लगभग यस्तै 9 वर्ष अगाडि हामीसँग यो घटना घटेको थियो। साथी अनि हामी एउटै बस्तीमा बस्थ्यौं अनि एउटै कलेजमा पढ्थ्यौं। त्यसैले घुम्न जान पनि हामी सँगै जान्थ्यौं अनि कलेज पनि जाने आउने हामी सँगै गर्थ्यौं। हामीसँग जुन ठाउँमा त्यस्तो डरलाग्दो घटना घटेको थियो त्यही ठाउँमा त्यो भन्दा अगाडि पनि हामी धेरैचोटि गइसकेका थियौं। तैपनि हामीसँग त्यस्तो घटना कहिले पनि घटेको थिएन। साथी अनि हामी दुवैजनालाई त्यस्तो अलौकिक शक्तिमा विश्वास नै खासै लाग्दैन थियो। हामीलाई कहिले पनि त्यस्तो डर पनि लागेन। यो भन्दा अगाडि पनि हामी राति लङ राइडमा जान्थ्यौं तैपनि कहिले पनि त्यस्तो घटना घटेन। एक दिन हामीसँग त्यस्तै डरलाग्दो घटना घट्यो। एक दिन के भयो भन्दा हामी दुवैजना कलेजमा थियौं। हामी एउटै बेन्चमा बस्थ्यौं। भोलिपल्ट कलेज बिदा हुने भएकोले गर्दा हामी दुवैजना आज घुम्न जानुपर्छ है भन्दै प्लान बनाउन थाल्यौं। हामी दुवैजना काठमाडौँको सबैलाई थाहा भएको ठाउँ सुन्दरी जलमा घुम्न जाने भयौं। हुन त यो भन्दा अगाडि हामी धेरैचोटि त्यो ठाउँमा गइसकेका थियौं। तैपनि दुवैजनाको घरबाट नजिक भएकोले गर्दा हामी त्यहाँ जाने भयौं। कलेजबाट निस्किसकेपछि हामी त्यहाँ 3 बजे गयौं अनि त्यहाँ पौडी खेलिसकेपछि यताउति घुमिसकेपछि हामी एक ठाउँमा गई बस्यौं। त्यहाँ बसी हामी गफ गर्न थाल्यौं। त्यति बेला घाम डुबिसकेको थियो। त्यति बेला गर्मीको महिना थियो। त्यसैले गर्दा पौडी खेलिसकेपछि अलिकति आनन्द महसुस भएको थियो। यताउति घुमिसकेपछि माथि एउटा डाँडामा गई हामी दुवैजना हावा खानको लागि बस्न थाल्यौं। त्यहाँ हामी सामान्य गफ गर्दै थियौं। हामी बाहेक अन्य मान्छेहरू पनि थियो त्यहाँ। त्यति बेला त्यो ठाउँमा मज्जाको हावा चलिरहेको थियो। हामी दुवैजना बदम खाँदै माथिबाट त्यो सुन्दर दृश्य हेर्दै हामी रमाउँदै बसिरहेका थियौं। अब घाम डुबिसकेको थियो। त्यसैले गर्दा त्यहाँबाट मान्छे अलिअलि गर्दै कम हुन थाल्यो। तैपनि हामी चाहिँ आफ्नै गफमा व्यस्त थियौं। हामी दुवैजना गफ गर्दा गर्दै कति बेला समय बितेको हामीलाई पत्तै भएन। साँझ छिप्न थालिसकेको थियो। जुन ठाउँमा हामी बसिरहेका थियौं त्यहाँ मान्छेको भिड पनि अलि कम हुँदै अब सबैजना आफ्नो घरतिर जान लागेको हामीले देख्यौं। त्यो ठाउँमा भएको सबैजना आफ्नो बाटो लागिसकेपछि त्यहाँ सुनसान हुन थाल्यो। हामी दुईजना बाहेक कोही पनि थिएन। एकछिनपछि हामी पनि घरमा जानुपर्छ अब भन्दै दुवैजना साइकल निकाली त्यहाँबाट साइक्लिङ गर्दै हामी तल चढ्न थाल्यौं। यो भन्दा अगाडि पनि हाइकिङ गर्नको लागि हामी धेरै ठाउँमा गइसकेका थियौं। हामीसँग त्यस्तो घटना त कहिले पनि घटेन। खोइ त्यो दिन चाहिँ हामीसँग के भयो त्यो थाहा नै भएन। साइक्लिङ गर्दै तल झरिसकेपछि हामी एक ठाउँमा पुग्यौं। त्यो ठाउँमा त्यस्तो बाक्लो बस्ती थिएन। जहाँ कतै पक्की घर थियो भने कतै टिनले छोपिएको ससाना घर। हामी त्यसपछि आफ्नै बाटो लागिरहेका थियौं। त्यो ठाउँ चाहिँ भन्नुपर्दा कस्तो थियो भन्दा बीचमा चाहिँ सानो खोला। त्यो खोला चाहिँ सफा थिएन। अनि दायाँपट्टि चाहिँ ससाना खेत, बायाँपट्टि चाहिँ टिनको ससाना घर थियो। अनि त्यो घर नजिक चाहिँ बाँसले गेट बनाएको थियो। बीचको जुन बाटोमा हामी साइक्लिङ गर्दै जाँदै थियौं त्यो बाटो पिच थिएन। साँझ छिप्पिएको लगत्तै त्यो ठाउँ त सुनसान भइसकेको थियो।
त्यहाँ हामी दुईजना बाहेक कोही पनि थिएन। मजाक गर्दै हामी बिस्तारै साइकल चलाउँदै जाँदै थियौँ। त्यही बेला मैले साथीलाई भने, ओइ सुन त, दायाँपट्टि जाउँ न, दायाँपट्टिको बाटो जानुपर्छ होला, खोला चाहिँ छ है बिचमा, सानो छ खोला, साइकल बोकी खोला तड्नुपर्छ होला हामी। साथीलाई मैले यस्तो भनिसकेपछि साथी पनि हुन्छ भन्दै हामी दुवैजना साइकलबाट तल चढ्दै साइकल हामीले बोक्न थाल्यौँ। त्यो सानो खोलामा भएको ढुङ्गामा टेकी साथी दायाँतर्फ जान थाल्यो। अब म पनि साइकल बोक्दै त्यही ढुङ्गामा टेकी के जान लागेको थिएँ, ढुङ्गामा खुट्टा चिप्लियो अनि म त ड्याम्मै लडेँ। लडिसकेपछि साथी त मजाक गर्दै जोड जोडले हाँस्न पो थाल्यो। म त त्यही खोलामा लडेँ। आफ्नो जिउमाथि साइकल थियो। साथीले उठाउनु कहाँ हाँसिएको देखि मैले साथीलाई गाली गर्दै भने, ओइ डाका, यहाँ आइज छिटो, मलाई उठा। मैले यस्तो के भनेको थिएँ, टाढाबाट मानौँ कि कोठाको एकदमै कुन्नाबाट कोही कसैले घोक्रो स्वरमा हाँसेको आवाज आयो। म त खोलामा लडेकै अवस्थाबाट साथीलाई जिल्ल पर्दै हेर्दै थिएँ। साथी पनि मलाई जिल्ल पर्दै हेर्दै थियो। एकछिनसम्म त हामी केही बोल्नै सकेनौँ, किन भन्दा हामी दुवैजनाले एकैचोटि त्यो घोक्रो आवाजमा हाँसेको आवाज सुनेका थियौँ। त्यसपछि त म जुरुक्क उठेँ, साइकल उचाली म साथी भएको ठाउँमा गएँ अनि मैले भने, ओइ तैँले सुनिस् मैले के सुनेको थिएँ अघि? साथी त एकछिनसम्म निशब्द हुँदै यताउति सबै ठाउँमा हेर्न पो थाल्यो, कतै कोही छ कि भन्दै। साथीको मुखमा स्पष्ट मैले डर देखिरहेको थिएँ। ठुलो ठुलो आँखा पार्दै साथीले मलाई यस्तो भन्यो, मैले पनि सुनेको थिएँ, टाढाबाट घोक्रो आवाजमा कसैले हाँसेको आवाज। कस्तो अचम्म है, कस्तो डरलाग्दो थियो त्यो आवाज। जसरी म हाँसेको थिएँ त्यसरी नै हाँसेको मैले पनि सुनेको हो। योभन्दा अगाडि हामी धेरै ठाउँमा पुगिसकेका छौँ, साँझ राति, कहिले ग्रुपमा, कहिले हामी दुईजना। त्यस्तो त हामीसँग कहिले पनि घटना घटेकै थिएन। यस्तो आवाज त कहिले पनि हामीले सुनेका थिएनौँ। यो पहिलोचोटि हामीसँग त्यस्तो हुँदै थियो। हामी दुईजना मिली टाढा टाढासम्म हेर्दा पनि त्यहाँ हामी बाहेक कोही पनि देखेनौँ। अनि मैले साथीलाई भने, कस्तो अचम्म है, त्यो आवाज कहाँबाट आयो? अनि कस्तो अनौठो बस्ती, रात पनि परेको छैन, साँझ बेला नै कस्तो सुनसान, कस्तो ठाउँ होला, होइन कति बज्यो? मैले यस्तो भनिसकेपछि साथीले आफ्नो हातमा भएको घडी हेर्न थाल्यो। साथीले के घडी हेरेको थियो, दुवैजनाको हाम्रो होस नै उड्यो। मुटु यसरी ढुक ढुक हुन थाल्यो कि मानौँ मुटु नै छातीबाट बाहिर आउला जसरी ढुक ढुक हुन थाल्यो। किन भन्दा मलाई याद छ, हामी जब त्यो डाँडाबाट हामी तल चढ्दा त्यति बेला साँझ पर्न थालिसकेको थियो। त्यस्तो राति त भएकै थिएन। अब घडी हेर्छु त 10:30 भइसकेको थियो। त्यो त असम्भव नै थियो। हामीलाई थाहा नै छैन त्यति चाँडै कसरी समय बितेछ। साथी अनि म, हामी दुवैजना जिल्ल पर्न थाल्यौँ। किन भन्दा हामीसँग यस्तो कहिले पनि भएको थिएन। हामी त निशब्द हुन थाल्यौँ। दुवैजनाको एकछिनसम्म त एक शब्द पनि मुखबाट निस्किएन। किन भन्दा दिमागले नै काम गर्न छोडेको जस्तो लाग्न थाल्यो। त्यतिका घन्टा हामीले कहाँ बितायौँ मलाई मजाले याद छ। जुन बेला घाम डुबेको थियो अनि त्यहाँ साँझ पर्न थालेको थियो, सबैजना आफ्नो बाटो लागेको थियो। तैपनि मैले आफ्नो घडी चाहिँ हेरेको थिएन, न त साथीले उसको घडी हेरेको थियो। दुवैजनाले आफ्नो हातमा भएको घडी नहेरे पनि 10 बज्ने गरी चाहिँ हामी त्यहाँ बसेका थिएनौँ। ल मानौँ न, त्यो डाँडाबाट बस्तीसम्म आउनको लागि 6 बजे भए तापनि 3 घन्टा त लाग्दैन थियो। किन भन्दा त्यो डाँडाबाट त्यो बस्ती त्यस्तो टाढा पनि थिएन, यस्तै 10 मिनटको बाटो होला। त्यसैमाथि हामी त साइकलमा थियौँ।
साइकलमा त्यहाँबाट तल झर्दा त झनै चाँडै पुग्छौँ। दुवैजनालाई खोइके खोइके हुन थाल्यो। न साथीले मलाई जवाफ दिन सक्यो न मैले साथीलाई। जिल्ल पर्दै एकछिन हामी त्यहाँ उभिँदै बस्दा अचानक साथीको मोबाइलको घन्टी बज्न थाल्यो। साथीले आफ्नो गोजीबाट मोबाइल निकाल्दा घरबाट मम्मीको फोन आएको उसले थाहा पाएछ। त्यसपछि साथीले फोन उठायो। साथीले हामी यहाँ छौँ, हामी आउन लागेको भन्दा साथीको मम्मीलाई विश्वास नै लागेनछ। साथीको मम्मीले हामी दुवैजना गलत सङ्गतमा जान लागेछ भन्दै सोच्न थाल्नुभएछ। त्यसपछि साथीको मम्मीले साथीलाई गाली गर्दै छिट्टो घर आउनु भन्नुभयो। निस्कनुभन्दा अगाडि हामीले साथीको मम्मीलाई हामी साँझसम्म घर फर्कन्छौँ भनेका थियौँ। अब रात छिपिसकेको थियो। त्यसैले गर्दा साथीको मम्मीलाई विश्वास नै लागेनछ। अनुप पनि मसँगै छ भनिसकेपछि मलाई फोन दिनु भन्नुभयो। मैले त्यसपछि साथीको मम्मीलाई सबै भनिदिएँ। हामीसँग त्यति बेला के घटना भएको त्यो त मैले साथीको मम्मीलाई केही पनि भनिनँ। किन भन्दा साथीको मम्मीले थाहा पाउनुभयो भने त पक्का थाहा थियो कि हामीले गाली खान्छौँ भनी। साथीको मम्मीसँग गफ गर्दै थिएँ, अचानक गोजीमा भएको मोबाइल बज्न थाल्यो। मलाई पनि घरबाट फोन आउन थाल्यो। मलाई पनि घरबाट गाली गर्दै यति राति किन घर नआएको भन्दै मलाई गाली गर्नुभयो। मैले पनि घरमा झुटो बोलिदिएँ। आउँदा आउँदै साइकलको हावा नै फुस्कियो। बनाउने क्रममा समय लाग्यो। अब हामी आउँदैछौँ, अब केही समयमा घर पुग्छौँ भन्दै हामी दुवैजनाले झुटो बोलिदियौँ। त्यसपछि हामी त्यहाँबाट के निस्कन लागेका थियौँ, पछाडिबाट कोही कसैले झ्याम झ्याम दाउरा काटेको आवाज हामीले सुन्यौँ। रातको समयमा त्यही माथि सुनसान ठाउँमा त्यस्तो आवाज आइसकेपछि पछाडि फर्की हेर्दा त त्यो जस्ताको सानो घर नजिक कोही बुढी आमा आफ्नो बन्चोरोले दाउरा झ्याम झ्याम काटेको हामीले देख्यौँ। हेर्दा यस्तै अन्दाजमा 80, 85 वा 90 वर्षको देखिने त्यो बुढी आमा त्यस्तो ठुलो बन्चरो बोकी झ्याम झ्याम त्यो दाउरा काटेको देख्दा त हामी दुवैजना छक्क पर्न थाल्यौँ। अचम्म त के लाग्यो भन्दा रातको समयमा त्यो पनि एक्लै माथिदेखि तलसम्म भुइँछुने सेतो त्यो कपाल छोडी कुप्रो पर्दै त्यस्तो भारी बन्चरो बोक्दै त्यसरी काटेको देख्दा त दुवैजना हामी निशब्द हुन थाल्यौँ। किन भन्दा त्यो बन्चरो हेर्दै एकदमै अलि ठुलो देखिन्थ्यो। हामीलाई नै त्यो बन्चरो बोकी दाउरा काट्नको लागि अलि अप्ठ्यारो हुन्छ होला। त्यो 80, 90 वर्षको बुढी आमाले त एकचोटि पनि नरोकिकन नथाकिकन झ्याम झ्याम दाउरा काटेको देख्दा त दुवैजना हामी छक्क पर्न थाल्यौँ। यस्तै अन्दाजमा 1-2 मिनटसम्म हामी दुवैजना चुप लागि केही पनि नबोलिकन त्यो बुढी आमालाई हेर्दै थियौँ। त्यो बुढी आमालाई हेर्दै जाँदा झन्झनै कस्तो कस्तो अनौठो लाग्न थाल्यो। 80-90 वर्षको बुढी आमाले त्यसरी काट्नु त असम्भव नै थियो, त्यो पनि एकचोटि पनि नरोकिकन। यसो हेर्दा त कोही ज्यान भएको शक्तिशाली मान्छेले काटेको जस्तो देखिन्थ्यो। 80-90 वर्षको मान्छेलाई त हिँड्न त अप्ठ्यारो हुन्छ भने यहाँ त झ्याम्की झ्याम काटिरहेको देख्दा त दुवैजना हामी के बोल्नै सकेनौँ। हामी दुईजनाले यस्तै अन्दाजमा 1-2 मिनटसम्म त्यो बुढी आमालाई हेरिसकेपछि मैले आवाज लगाएँ, आमा यति राति के गर्दै हुनुहुन्छ? कता बस्नुहुन्छ तपाईँ? हामी त्यो आमाबाट त्यस्तो टाढा पनि थिएनौँ। जुन दिशामा त्यो बुढी आमाले काट्दै हुनुहुन्थ्यो हामी पनि त्यही दिशामा उभिरहेका थियौँ, मतलब दायाँतर्फ। यस्तै 20 पाइला जति टाढा थियो होला त्यो बुढी आमा। त्यसरी आवाज लगाउँदा पनि एकचोटि पनि हामीलाई नहेरिकन त्यो आमाले झ्याम्की झ्याम काटेको देख्दा त अब कता कता केही गडबड छ जस्तो लाग्न थाल्यो। त्यति बेलासम्म हामीले सबै घटना बिर्सिसकेका थियौँ। त्यो घोक्रो आवाजमा हाँसेको अनि साँझपछि एकैचोटि राति भएको। त्यसपछि साथीले पनि एकचोटि आवाज लगाउन थाल्यो। साथीले आवाज लगाउँदा पनि त्यो बुढी आमाले केही पनि बोल्नु भएन। अब अगाडि गई हेर्नुपर्छ, बोल्नुपर्छ भन्दै जब हामी अगाडि के बढ्न लागेका थियौँ
झन्झन कस्तो कस्तो हुन थाल्यो। केही पाइला अगाडि बढिसकेपछि हामीले याद गर्न थाल्यौँ। त्यो बुढी आमा त झन्झनै कुप्रो पर्दै सानो सानो हुँदै जानु भएको जस्तो लाग्न थाल्यो। तैपनि हामी केही पाइला अगाडि हिँड्यौँ। झन्झनै सानो हुँदै कुप्रो हुँदै गएको जस्तो लाग्न थाल्यो। अनि जति आवाज हामीले लगाउँछौँ त्यति नै छिटो त्यो बुढी आमाले काट्नु भएको हामीले देख्यौँ। अब त हामीलाई थाहा भइसकेको थियो जुन हामीले अगाडि देखेका थियौँ त्योभन्दा पनि हामीले झनै सानो भएको हामीले देख्न थालिसकेपछि हामीलाई थाहा भयो कि यो कुनै सामान्य मान्छे होइन। यहाँबाट जति सक्दो चाँडो भाग्नुपर्छ भन्दै हामी दुवैजनाले एक अर्कालाई भन्न थाल्यौँ। एकचोटि पनि पछाडि नफर्किकन हामी त्यहाँबाट आत्तिँदै चिच्याउँदै भाग्न थाल्यौँ। त्यहाँबाट भाग्दै जुन ठाउँमा साइकल थियो त्यो साइकल भएको ठाउँमा गई साइकल बोकी हामी फेरि पनि त्यही खोला तर्दै त्यहाँबाट के जान लागेका थियौँ। दुवैजना हामी आत्तिएको अवस्थामा भएको हुँदा दुवैजना हामी लड्यौँ। तैपनि एकचोटि पनि पछाडि नफर्किकन हामी दुवैजना त्यही सानो खोलाबाट निस्की बेटोरले साइकल चलाउँदै त्यहाँबाट भाग्यौँ। त्यहाँबाट जाने क्रममा एकचोटि पनि हामी पछाडि फर्केनौँ। पछाडि फर्की हेर्ने त आँट नै थिएन। जिन्दगीमा पहिलोचोटि हामी दुईजनाले यस्तो अलौकिक शक्तिको सामना गरेका थियौँ। हुन त योभन्दा अगाडि हामी धेरै ठाउँमा पुगिसकेका थियौँ। यस्तो त कहिले पनि भएको थिएन। सायद त्यो दिन त्यो रात हामीलाई त्यस्तै हुनको लागि लेखेको थियो होला। हामी जब घर पुग्यौँ घर पुगिसकेपछि पनि हामीले यो घटना कोही कसैलाई पनि सुनाएनौँ। अब घर पुगिसकेपछि दुवैजनाले गाली त खाने नै भयो। किन भन्दा हामी एकदमै राति घर फर्केका थियौँ। त्यही माथि कपडा पनि गिलो थियो। यस्तो यस्तो भएको थियो बाटोमा भन्दै झुटो बोल्दै म आफ्नो कोठामा गएँ। कोठामा गइसकेपछि पनि सुत्नै सकिनँ। त्यो तीनवटा घटना दिमागमा आउँदै थियो। हुन त त्यति बेला हामी दुवैजनालाई केही पनि भएन। प्राय यस्तो अलौकिक घटनाको सामना गर्दा मान्छे बिरामी हुने वा मृत्यु नै हुने मैले धेरै सुनेको थिएँ। तैपनि हामीसँग त त्यस्तो केही पनि भएन। हामीसँग जे जति भएको थियो मलाई विश्वास छ त्यो कुनै भ्रम थिएन। त्यो घोक्रो आवाजमा आवाज निकाल्दै हाँसेको अनि त्यो अनौठो रूपमा बेपत्ता भएको समय अनि त्यो बुढी आमा त्यो कुनै भ्रम थिएन। मलाई विश्वास छ त्यो अलौकिक शक्ति नै थियो। त्यस्तो घटना घटिसकेपछि त्यहाँबाट हामीलाई थाहा भयो कि यो दुनियाँमा यस्तो धेरै चिज छन् जुन हामीलाई थाहा छैन, जुन हाम्रो सोचभन्दा पनि बाहिर छ। हामीसँग जिन्दगीमा पहिलोचोटि त्यस्तो डरलाग्दो घटना घटिसकेपछि त्यहाँदेखि हामी कहिले पनि राति कतै गएनौँ। सधैँ त्यही घटना याद आउँथ्यो अनि जिउ सिरिङ्गो हुने डर लाग्ने गर्दथ्यो। यस्तै 1 महिना भइसकेको थियो हामीसँग यस्तो घटना भएको। हामी राति हिँड्न छोडेको पनि 1 महिना भएको हुनाले आमाले सोध्नुभयो, आजकल त राति हिँड्नै छोडिस् त, पहिला त जहिले पनि राति घुम्न जान्थिस्, के भयो भन्दै मजाकमा आमाले सोध्नुभयो। आमाले त्यसरी सोधिसकेपछि बल्ल मैले यो घटना सबै भनिदिएँ। आमा त एकछिन जिल्ल पर्नुभयो, केही पनि बोल्नु भएन। त्यसपछि गाली गर्नुभयो। हुन त हामीलाई त्यति बेला केही पनि भएको थिएन। आमालाई एकदमै चिन्ता लागेछ। मैले कतिचोटि भनेको थिएँ रातको समयमा यसरी कहिले पनि कतै हिँड्नु हुँदैन। देखिस् नि अब धन्न भगवानले बचाएछ, दुवैजनालाई केही पनि भएनछ। केही भएको भए भन्न त योभन्दा अगाडि घरको मान्छेले हामी दुवैजनालाई धेरै सम्झाउनुहुन्थ्यो। क्याम्पिङ गर्दा हाइकिङ गर्दा राति कहीँ कतै त्यसरी बस्नु हुँदैन भनी धेरै सम्झाउनुहुन्थ्यो। तैपनि हामी मान्दैन थियौँ। हामीलाई लाग्थ्यो कि हामी पढे लेखेको मान्छेले पनि यस्तो नचाहिने चिजमा विश्वास गर्ने हो। जब हामीसँग त्यस्तो घटना घट्यो त्यसपछि बल्ल थाहा भयो कि यो दुनियाँमा भगवान पनि हुनुहुन्छ अनि भूत प्रेत पनि। त्यसैले गर्दा यस्तो अलौकिक शक्ति हुँदैन भने कहिले पनि यताउति राति जाने काम चाहिँ नगर्नु होला। नभए हामीसँग जे घटना घटेको थियो त्यो तपाईसँग पनि घट्न सक्छ।